एमेजनबाट सामान अर्डर गर्दा त्यो कसरी यति छिटो हाम्रो घरसम्म आइपुग्छ भनेर कहिले सोच्नु भएको छ? आज हामी एमेजनको सफलता पछाडिको त्यही अदृश्य शक्ति अर्थात् यसको विशाल फुलफिलमेन्ट सेन्टरको कथा खोतल्दैछौँ। आउनुहोस् सुरु गरौँ। यो त हामी सबैले अनुभव गरेकै कुरा हो, होइन र? अनलाइनमा अर्डर बटन थिचेको केही दिनमै कहिलेकाहीँ त भोलिपल्टै सामान ढोकामा आइपुग्छ। तर कसरी? यो लगभग जादु जस्तै लाग्छ। यो जादु पछाडिको रहस्य के हो त? यसको जवाफ एउटै प्रणालीमा लुकेको छ, अमेजनको फुलफिलमेन्ट सेन्टर। हो, फुलफिलमेन्ट सेन्टर नै त्यो ठाउँ हो जहाँ सबै काम हुन्छ। तर यसलाई सामान्य गोदाम मात्र सम्झिनुभयो भने त्यो ठूलो भूल हुनेछ। यो त एउटा विशाल, व्यवस्थित र अत्याधुनिक प्रणाली हो जहाँ करोडौं सामानहरू राखिन्छ, अर्डर आउने बित्तिकै पत्ता लगाइन्छ, सुरक्षित रूपमा प्याक गरिन्छ अनि डेलिभरीको लागि पठाइन्छ। भन्नुपर्दा यो अमेजनको अपरेसनको मुटु नै हो। तर यो विशाल प्रणाली रातारात बनेको त पक्कै होइन। सुरुमा यो यति जटिल र स्वचालित थिएन। यसको कथाको सुरुवात एउटा निकै सामान्य समस्याबाट भएको थियो। अनलाइनमा अर्डर गरिएका किताबहरू ग्राहकको घरसम्म कसरी छिटो र सुरक्षित रूपमा पुर्याउने। सन् 1994मा जब अमेजनले किताब बेच्न सुरु गर्यो, उसलाई एउटा व्यवस्थित ठाउँ चाहिएको थियो जहाँ किताबहरू राख्न सकियोस्। त्यसैले 1997मा अमेरिकाको सियाटल र डेलावेयरमा पहिलो फुलफिलमेन्ट सेन्टरहरू खोलिए। यी सुरुवाती गोदामहरू केवल किताबको अर्डरहरू व्यवस्थापन गर्नका लागि मात्र बनाइएका थिए। जब अमेजनले किताबबाहेक इलेक्ट्रोनिक्स, खेलौना र अरू हजारौं थरीका सामानहरू पनि बेच्न थाल्यो, तब आयो असल चुनौती। सामानको विविधता र अर्डरको सङ्ख्या ह्वात्तै बढेपछि पुरानो तरिकाले काम गर्न असम्भव जस्तै भयो। उनीहरूलाई एउटा यस्तो नयाँ र प्रभावकारी प्रणालीको आवश्यकता थियो जसले यो विशाल स्तरलाई धान्न सकोस्। र त्यो समाधान आयो प्रविधिबाट। सन् 2000को दशकमा एमेजनले बारकोड स्क्यानर, स्वचालित कन्भेयर बेल्ट र विशेष सफ्टवेयर जस्ता प्रविधिहरू अपनाउन थाल्यो। यसले गोदाममा रहेको हरेक सामानलाई ट्र्याक गर्न, छिटो एक ठाउँबाट अर्को ठाउँमा सार्न र अर्डरहरूलाई सही तरिकाले व्यवस्थापन गर्न मद्दत गर्यो। यसले उनीहरूको काम गर्ने क्षमतालाई कैयौं गुणा बढायो। त्यसपछि 2006मा अमेजनले एउटा यस्तो सेवा सुरु गर्यो जसले उसको आफ्नो व्यवसायलाई मात्र होइन, हजारौं साना व्यापारीहरूको लागि पनि खेलको नियम नै परिवर्तन गरिदियो। त्यो थियो फुलफिलमेन्ट बाई एमेजन, वा छोटकरीमा एफबीए। एफबीएको सबैभन्दा शक्तिशाली पक्ष के थियो भने यसले साना तथा मझौला विक्रेताहरूलाई पनि अमेजनको विशाल र शक्तिशाली लजिस्टिक्स नेटवर्क प्रयोग गर्ने अवसर दियो। अब विक्रेताहरूले आफ्नो सामान अमेजनको गोदाममा पठाए मात्र पुग्ने भयो र बाँकी सबै काम, भण्डारण, प्याकिङ र डेलिभरी अमेजनले नै गरिदिने भयो। यसले अमेजनलाई एउटा बजार मात्र नभई एउटा सेवा प्रदायक पनि बनाइदियो। अमेजनको विस्तार रोकिएन र यससँगै अझ छिटो र प्रभावकारी हुनुपर्ने दबाव पनि बढ्दै गयो। अब पालो थियो एउटा नयाँ क्रान्तिको। यहीँबाट सुरु भयो फुलफिलमेन्ट सेन्टरमा रोबोटिक क्रान्तिको नयाँ युग। सन् 2012मा अमेजनले किवा सिस्टम्स नामक एउटा रोबोटिक्स कम्पनी किन्यो र यो खरिद नै एउटा ऐतिहासिक मोड साबित भयो, किनकि यसले गोदामभित्र काम गर्ने तरिकालाई जरा देखिने बदल्दियो। यो परिवर्तन कति ठूलो थियो भन्ने कुरा यसरी बुझ्न सकिन्छ। पहिले कर्मचारीहरू सामान खोज्न गोदाममा दिनौं किलोमिटरौं हिँड्नु पर्थ्यो, तर किवा रोबोटहरू आएपछि त्यो प्रक्रिया पुरै उल्टियो। अब सामानै सिधै कर्मचारी भएको ठाउँमा आउन थाल्यो। सानो रोबोटले सामानको र्याक नै उठाएर सिधै प्याकिङ स्टेसनमा ल्याइदिन्छ। सोच्नुस् त यसले कति समय र श्रम बचायो होला। हो, यही रोबोटिक्स र प्रविधिको अभूतपूर्व दक्षताको बलमा अमेजनले आफ्नो सञ्जाललाई विश्वव्यापी रूपमा विस्तार गर्ने आँट र आत्मविश्वास पायो। अब हेरौँ आज यो सञ्जाल कहाँसम्म फैलिएको छ। आजको दिनमा विश्वभर अमेजनका 1000 भन्दा बढी फुलफिलमेन्ट सेन्टरहरू छन्। यो केवल एउटा सङ्ख्या मात्र होइन, यो त एउटा विशाल विश्वव्यापी सञ्जाल हो जसले आधुनिक ई-कमर्सको मेरुदण्डको रूपमा काम गरिरहेको छ। र यो सञ्जाल अमेरिकामा मात्र सीमित छैन। युरोप, भारत, जापान, अस्ट्रेलिया र ब्राजिल जस्ता प्रमुख बजारहरूमा पनि अमेजनका यस्तै अत्याधुनिक फुलफिलमेन्ट सेन्टरहरू छन् जसले विश्वका कुना-कुनाका ग्राहकहरूलाई सेवा दिइरहेका छन्। सियाटलको एउटा सानो किताबको गोदामबाट सुरु भएको यो यात्राले विश्वव्यापी व्यापारको अनुहार नै बदलिदिएको छ।
अब यसको प्रभाव र आउने दिनमा के होला त्यसबारे कुरा गरौँ। अन्त्यमा फुलफिलमेन्ट सेन्टरको यो विकासले एमाजोनलाई मात्र फाइदा पुर्याएन। यसले हामी सबैको लागि अनलाइन किनमेलको परिभाषा र अपेक्षालाई नै सधैँका लागि परिवर्तन गरिदियो। आज हामी 1-2 दिनमै डेलिभरीको अपेक्षा गर्छौं र यसको पछाडि यही विकसित प्रणालीको हात छ। तर यो यात्रा अझै सकिएको छैन। अमेजनले आर्टिफिशियल इन्टेलिजेन्स र ड्रोन डेलिभरी जस्ता भविष्यका प्रविधिहरूमा ठूलो लगानी गरिरहेको छ। यसले हामीलाई सोच्न बाध्य बनाउँछ, भविष्यमा अर्डर र डेलिभरीको प्रक्रिया कस्तो होला? के सामानहरू अझै छिटो, सायद केही घण्टामै हाम्रो घरसम्म आइपुग्लान्? खैर, यसको जवाफ त भविष्यले नै देला।